बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाहि वहदह वस्सलातु वस्सलामु अला मन ला नबिय्य बादह अम्मा बाद। आदरणीय दर्शकवृन्द, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुह। कसैलाई उसको ठाउँबाट उठाएर सभामा बसेको व्यक्तिलाई उसको ठाउँबाट उठाएर त्यहाँ चाहिँ आफू बस्नु वा अरू कसैलाई बसाल्नु हुँदैन। कसैलाई उसको सभामा बसेको व्यक्तिलाई त्यहाँबाट उठाउनु अनि उठाएर आफू बस्नु वा अरू कसैले बसाल्नु यो जायज छैन, मनाही छ। आफू बस्नको लागि उठाउनु कसरी उचित हुन सक्छ? र यो कुनै पनि यस्तो ठाउँ जुन जहाँ बस्नु चाहिँ जायज छ, जस्तै मस्जिद, कुनै सभा, दिनको कुनै सभा भइरहेको छ अथवा कुनै यस्तो मिटिङ हुन लागेको छ, त्यहाँ बस्ने जायज सभा जुन छ त्यसमा बसे कोही व्यक्ति यदि बसेको छ भने अब त्यहाँबाट यदि त्यो उठेर गयो भने केही थोरै आवश्यकताको लागि यदि गयो र फेरि त्यो फर्केर आयो भने त्यो नै उसको हकदार हुन्छ। त्यसको ठाउँमा अरू कसैले बसेको छ भने त्यसलाई उठाउन त्यसले सक्छ। अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमको हदीस यस विषयमा स्पष्ट छ। अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, इजा काम अहादुकुम, कि जब तिमी मध्ये कोही आफ्नो बसेको ठाउँबाट उठ्दछ भने भन्नुभयो कि मन, र अर्को हदीसमा अबू अवानाको हदीसमा छ कि मन काम मिन मजलिसिही, जो आफ्नो बसेको ठाउँबाट उठ्छ, सुम्मा रजा इलै, उठेर केही आवश्यकताको लागि पिसाब फेर्न गयो अथवा अरू सानो तिनो कुनै आवश्यकता पर्यो, थोरै बेरको लागि त्यो कहीँ कतै गयो अनि गएर फेरि फर्क्यो भने भन्नुभयो सुम्मा रजा इलै, फेरि त्यो फर्केर त्यो आफ्नो ठाउँमा बस्नको लागि आयो भने फहुवा अहक्कु बिही, भन्नाले अरू कोही त्यहाँ बसेको छ भने त्यसले उठाउन सक्छ, किनकि त्यो त्यस ठाउँको बढी हकदार छ। यो हदीस इमाम मुस्लिमले वर्णन गर्नुभएको छ। आदरणीय दर्शकवृन्द, योले यो स्पष्ट हुन्छ कि कोही व्यक्ति यदि कुनै सभामा आफ्नो ठाउँमा बसेको छ भने त्यो ठाउँबाट केही थोरै बेरको लागि गयो भने फर्केर आउन त्यो त्यस ठाउँको बढी हकदार छ। अरू कोही बसेको छ भने उठाउन सक्छ, तर अरू कसैले उठाएर आफू बस्नु यसको विषयमा पनि स्पष्ट हदीस छ। अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमको हदीस हो। अब्दुल्लाह इब्न उमर रदियल्लाहु ताला अन्हुमा को वर्णन हो, भन्नुहुन्छ कि नहा अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम नहा, कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले मनाही गर्नुभयो, निषेध गर्नुभयो, अन युकाम रजुल, कुनै व्यक्तिलाई उठाएर उसको मिन मजलिसिही, उसले बसेको ठाउँबाट कुनै व्यक्तिलाई उसले बसेको ठाउँबाट उठाउनु यो चाहिँ निषेध गर्नुभएको छ नबी सल्लल्लाहु अलैहि वसल्लमले। वयजलिसु फिही आखर, ताकि कोही अरू व्यक्ति त्यो ठाउँमा बसोस्। कोही महान व्यक्ति आयो, कोही बसेको छ भने कोही अरू आयो भने त्यसलाई उठाएर अर्कोलाई बसाल्नको लागि त्यसलाई उठाउनु वा आफू बस्नको लागि त्यस व्यक्तिलाई बसेकोलाई उठाउनु यो जायज छैन, मनाही गर्नुभएको छ, निषेध गर्नुभएको छ नबी सल्लल्लाहु अलैहि वसल्लमले। तर हो, यसको एउटा विकल्प छ, कोही आयो भने, ठाउँ छैन भने पनि वलाकिन तफस्सहु व तवस्सहु, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नुभयो कि तर हो, आएको व्यक्तिको लागि ठाउँ चाहिँ फराकिलो पार, अर्थात् त्यसलाई पनि त्यही बस्नको लागि ठाउँ बनाऊ कि त्यो पनि बस्न सकोस्। अब्दुल्लाह इब्न उमर रदियल्लाहु ताला अन्हुमा त्यसैले गर्दा उहाँलाई चाहिँ यो मन पर्थेन कि कोही व्यक्ति बसेको व्यक्तिलाई आफू बस्नको लागि बसेको व्यक्तिलाई उठाओस् वा अरू कसैले बसाल्नको लागि उठाओस्। यो सही बुखारी र सही मुस्लिमको हदीस हो। आदरणीय दर्शकवृन्द, स्पष्ट हुन्छ यस हदीसले कि कोही बसेको छ भने, व्यक्ति सभामा बसेको छ भने त्यसलाई उठाएर आफू बस्नु वा अरू कसैले बसाल्नु यो ठुलो छन् भने यो इस्लामको दृष्टिमा जायज छैन। हरेकको सम्मान छ, हरेकको आफ्नो स्थान छ, बसेको छ भने त्यो बढी हकदार त्यही हो, त्यसलाई उठाएर अरू कसैलाई बसाल्नु यो जायज छैन। अल्लाह हामी सबैलाई हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमले दिएको निर्देशनको यस विषयमा विशेष गरी यो शिष्टाचारको पालना गर्ने अल्लाह तौफिक दिउन्।